हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सो सम्पूर्ण सबैजनालाई वेलकम गर्न चाहन्छु अनि मेरो मम्मीलाई पनि वेलकम गरी मेरो भ्लगमा। अनि आज चाहिँ म कहाँ जाँदैछु भने हजुरहरूले देख्न सक्नुहुन्छ होइन, सरप्राइज छ। अनि मम्मी तपाईँलाई ह्याप्पी न्यू इयर। अनि आज ह्याप्पी न्यू इयरको उपलक्ष्यमा तपाईँ यसो हल्का मेरो साथीहरूलाई केही भनिदिनु न त। सेम टु यु। सबै छोराछोरीलाई सबलाई धेरै धेरै प्रगतिको शुभकामना नयाँ वर्षको, त्यही भन्न चाहन्छु। ल ठिक छ। मम्मीले चाहिँ अलि अब खासै बोलिरहनु हुन्न नि त्यस्तो भ्लगतिर, अनि अलिकति नर्भस पनि हुनुभएको छ। मै नर्भस भइरहेको छु किनभने अनि धेरै पछि बोलिरहेको छु नि त, त्यसले गर्दाखेरि त्यही हो। न्यू इयर भ्लग आउँदैछ अनि म चाहिँ कहाँ जाँदैछु के गर्दैछु तपाईँले भ्लगमा हेर्न सक्नुहुन्छ। हल्का मम्मीसँग चाहिँ अलि धेरै पनि त कुरा नभएको धेरै भएको थियो। अलि आफूसँग कुरा नभएको, म नि अफिस बिजी, म पनि अफिस बिजी। एकचोटि बेलुका भेट हुन्थ्यो, बेलुका त्यस्तै 9-10 बजीतिर भेट हुन्थ्यो अनि मम्मी सुतिसक्नुहुन्थ्यो। त्यसले गर्दाखेरि चाहिँ मम्मीलाई मैले टाइम दिन सकिरहेको थिइनँ। आज चाहिँ न्यू इयरको अलि हल्का हुन्छ नि त, रमझम पनि होस् भनेर चाहिँ सुतेको छैन, आज उठिरहेको छु। सो त्यही हो। अनि त्यो के मेरो चाहिँ भोलि स्पेसल मान्छेलाई होइन अनि भेट्न जाँदैछु। सो आफ्टर लङ टाइम पछि भेट्न जाँदैछु। यही भ्लगबाट के हुन चाहन्छु, तिमीले मलाई दुःखमा सुखमा हुन्छ नि हरेक कुरामा साथ दिएको छौ। त्यही हो। सबैजना त्यति साह्रो लक्की पनि हुँदैन होइन मम्मी। अनि मम्मीलाई सबै कुरा थाहा छ। त्यही हो। अरूको कुरा सुनेर चाहिँ होइन मम्मी मन नदुखाउनु, त्यही भन्छु। खुसी हुनु जहाँ भए पनि, जस्तो अवस्थामा भए पनि हाँसेर हिँड्नु। मम्मीले नि त्यही भन्नुभएको छ। अनि अझ मम्मीलाई नमस्ते। मम्मी चाहिँ अब खासै बोल्दैन अनि म अब यसपछि फेरि कुरा गर्छु तपाईँहरूसँग, कहाँ जान्छु के गर्छु। अनि मैले भनिसकेको छु नि त, स्पेसल मान्छेलाई भेट्न जाँदैछु। अनि हल्का भ्लगमा पनि म देखाउँछु। ऊ पनि मम्मी जस्तै छ क्या, अलिक भ्लगमा नआउने खालको टाइपको। अनि त्यही मैले भ्लगमा चाहिँ लिएर आउने कोसिस चाहिँ गर्छु, के हुन्छ कस्तो हुन्छ होइन मम्मी। अनि हामी कहाँ जान्छौँ अन द प्लान छ क्या, यसो भेट्ने मात्र भनेको छ। त्यही पनि अब कहाँ के हुन्छ कसो हुन्छ जस रमाइलो हुन्छ भन्ने मैले चाहिँ आश गरेको छु। भ्लग हेरेर साथ दिनु होला अनि माया गरिदिनु होला। नयाँ वर्ष राम्रोसँग मनाउनु, घुम्न गाठामा खुसियाली मनाउनु, ह्याप्पी खुसी हुनु, त्यही हो। ल त्यही भन्दै सबैलाई सेम टु यु। अनि मलाई ढिलो भइसकेको छ मम्मी। ल बाई बाई भन्नु है। बाई बाई। 40 थोरै सब्सक्राइब त गरिदिनु भन्नु न हो। प्लिज उहाँको च्यानललाई लाइक सब्सक्राइब अनि गरिदिनु होला। सबैजनाले मन पराइदिनु होला उहाँको भिडियोहरू। यति धेरै मान्छे छ है। टिकट द्वार चाहिँ यतापट्टि रहेछ। कति रहेछ टिकट? कति रुपियाँ टिकट? 60 रुपियाँ। टिकट काट्न चाहिँ हाम्रो म्याम जानु भइसक्यो है। एउटा अगाडि हिँड न अलिक उता। हात्तीको अब जाँदैछौँ होइन, अति रमाइलो हुन्छ। अब 5 मिनट पुग्छ अनि गाडीलाई कति रमाइलो भइरहेको छ। ठिक है। अहिलेसम्म रमाइलो त भएको छैन, अब हुनेवाला छ। ठ्याक्कै तिमी जस्तै रहेछौ। उयो
मै त हो देखिन फोटो छिर्न त छिर्छ नि ल ल ल छ्या पावर धेरै भयो मेरो एउटा बाँकी तिमी दुईटा नै म एउटा हान्छु है अरे ए लु भयो 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 बरु मै छिराइदिन्छु कसरी हान्छ रे भिडियो भिडियो ए त्यो काठ है है अब खतरा खेल्ने मान्छेको त ल फोकस फोकस अरे पैसा मात्र खेर गयो भने 200 गइसक्यो काली त्यो हेलमेट हेलमेट अब 200 खेर गइसक्यो होइन के गर्ने अब टेन्सन भयो 200 खर्च भयो यता 4 चोटि हानेको मान्छे केटा छ है 4 चोटि हाने रे 3 चोटि हाने मैले 3 चोटि ल हाम्रो त न्यु इयर अफर हुनु भयो न्यु इयर अफरै नदिँदो रहेछ दिदीले यता ल भुतकर मेरो चाहिँ फर्स्ट टाइम हो तिम्रो कति कुन टाइम हो सेकेन्ड टाइम टिकट किन आफैले काट्नुपर्छ यस्तो छ के भयो नि बिचमा होइन मासुक लगाएर ल त्यही त डर लाग्यो नि त Welcome, foolish mortals, to the Haunted Mansion. I am your host. ओइ रुक न यता त छिर न त्यहाँ होइन यहाँ त सिधै हो रुक है रुक के हो र थाहा छ मलाई उठ्छ तिमी जाऊ न उठाऊ न ओहो सो मच स्केरी तिमीलाई डर लागेको कि छैन भन त हेलमेट त खोल न ओ हेलमेट खोल न तिम्रो भ्लग राम्रो हुँदैन
कता हो यता के यता यो मान्छे बाटो नै थाहा छैन यहाँ त आउँदैन के छिटो होइन न अब आउँछ है ब्लगर नि यस्तो डराउँछ Foolish mortals to the haunted mansion. भन्नु पर्दा उयो फेरि आउँछ होला यो अनि मेरो टाउको ठोक्यो भने फेरि आउँछ होला के हो अब आउँछ है एकचोटि आउँछ है उयो डर लाग्यो कि छैन भन कस्तो फोरी रहेछ यार हरार हाउसको डमी सो फोरी सक्यो हो के को सकिनु नि ऊ त जुरुक्क उठ्छ होला अब त्यो जुरुक्क उठ्छ है भाइ यो आई थिङ्क सो यता 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 रुक 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 हेर्न देऊ मलाई अब लास्ट डर लाग्ने छैन छैन बिहारै सिद्धिन लाग्यो क्या अरूहरू नि आइरहेछ यहाँ त झर्न त झर्दैन नि माथि रुक त छैन छैन जाऊ जाऊ खतरा नै हे छैन केही पनि छैन ओहो सो फनी नाइस सेम सेम एउटा म हान्छु एउटा तिमी हान्नु है कुन चाहिँ हान्नुपर्ने हामीले ल ल ल ल ढल्यो 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 ओइ त्यो राम्ररी हान है हान न तिम्रो पालो त्यो अब ल हान गिफ्ट है गिफ्ट छ है गिफ्ट छ है ल ल अहिले ताकेर गिफ्ट छ त्यस्तो नभन न आउँदैन भने हामीले यार पैसा कति सक्यो फेरि खेल्छौ तिमी तिमी खेल्छौ त्यो अरू गेम अब अरू यो भयो ओहो नट नाइस भएन भयो भयो त भइहाल्यो त नि भयो होइन त्यो ए ला छ्या ढाल्ने चाहिँ होइन क्या फेरि अब तीनटा कसरी ढल्छ वै त्यो
छ्या मान्छे 50 पैसा त तिर्दा थाकिसक्यो। अब आज चाहिँ अब म्यामले हान्दै हुनुहुन्छ कतिवटा 6वटामा 4वटा पुऱ्याउनु पर्यो। ल खोइ हामीलाई दिनु न है। खोइ गर्नु 4वटा सक्छु हान्न रेडी हो। वाउ नाइस नाइस एउटा फुट्यो है। हान अरे छ्या खाली मात्र गयो नि त। बस 2टा कमन यस वी क्यान डु इट। जितेको ल के पायो हामीले? के पायो? ल कङ्ग्रेचुलेसन एउटा हो नि जित्यो नि त। मिनिमम 4वटा फुटाएको हो र अनि त्यसै लास्ट त मैले त्यसै छोड्दिएको क्या। 5 रुपैयाँको डल छ्या त्यो डल पाउँथ्यो यतै त। ल धन्यवाद दिदीलाई है त। ल तिमीलाई कङ्ग्रेचुलेसन मेन कङ्ग्रेचुलेसन। खोइ हाम्रो पैसा कति बाँकी भयो? ला सक्यो पैसा। अझ खेल्नु रहर थियो। गाडी चलाउँछौ? गाडी चलाउनु रहर थियो। गाडी चाहिँ एउटा चढ्न मिल्छ अरू त Yes, VIP ticket. Now we are going to watch game of Chapa FC and Pokhara Thunder, हैन? आज चाहिँ हामी Chapa FC को सपोर्टमा गइरहेको छौं। पर्दैन क्या उसलाई चाहिँ देशदेखि त्यही चाहिँदो रहेछ। घरि बाजा भनेको छ, घरि मार्क्स भनेको छ, जेदेखि त्यही। ओहो विनिता भनेर भन्छ नि विनिता मिरा उहाँहरू। Yes, we don't have jersey, but we support Aaron Thapa in the field. लौले टी-शर्ट पायो है। 35 रुपैयाँको टी-शर्ट 35 रुपैयाँको टी-शर्ट पाएको छ। विनिता ललिपप खाने कि चिकन ललिपप खाने? Chapa, come. Chapa, yes, come on, yes, Chapa. झापा मेरो पछाडितिर पठाइदियो। भयो लड्डे जस्तो भयो कस्तो सिधा। कहाँ हो हाम्रो सिट?
हुँदो रहेछ? पपकर्न खाने हो? होइन